सबैजनालाई नमस्ते। म पत्रकार बोमबहादुर बरियार। यति बेला म रोल्पाको लिबाङ सुलीचौर हुँदै म प्युठानतिर फर्कँदैछु र बाटोमा मैले दुईजना सारङ्गे बजाउने गाइने दाइहरूलाई भेटेको छु। मैले गन्धर्व दाइहरू हुनुहुन्छ हैन। अनि हजुरहरूको घर कता हो? असाध्यै यो संस्कृतिलाई यो गाउँमा त्यति देख्न पाइँदैन हैन। म हजुरहरूलाई देखेर मैले गाडी रोकेर हजुरसँग केही कुराकानी गरेर हजुरको सारङ्गेको धुन सुनौँ भनेर मैले यहाँ रोकेको। अनि हजुरको नाम के हो भन्नुहोस् त? नाम हुमबहादुर गन्धर्व हो। हुमबहादुर गन्धर्व हुनुहुन्छ। हजुरको घर रसपुरकोट। ए भनेपछि हजुर हाम्रै प्युठानको होइन? रसपुरकोट उहाँको के भन्छ भने त्यो उता कि हजुरको गाउँलाई के भन्छ रे? सरङकोट। ओ सरङकोटको हाम्रो गन्धर्व दाइहरू हुनुहुन्छ। अनि हजुरको नाम? मेरो माधव गन्धर्व। ल ल मधु बनैमा भन्ने एउटा गीत हजुरले गर्नुहोस्, बजाउनुहोस्, म फेरि गीत गाउँछु है। मायाले चोखो माया मर्दैन कहिले नि राखे मनैमा। अब धुन ल। अब हजुरले गाउनुहोस् त एउटा गीत। ल ल ये पुताली रे लामा धान कटेरा दैलाउने बेलामा मधुबनैमा मायाले चोख माया मर्दैन कहिले नि राखे मनैमा। मायाले चोख माया मर्दैन कहिले नि राखे मनैमा। ल दाइको पनि सारङ्गे सुनाउ न, अर्को दाइको है। ल हजुरलाई जुन गीतमा बजाउन आउँछ त्यही गीतमा बजाउनुहोस् है। ल हामीले एकजना दाइको सारङ्गे सुनिसकेका छौँ, फेरि अर्को दाइको सारङ्गे सुन्दैछौँ यहाँ। उहाँले कस्तो बजाउनुहुन्छ हेरौँ। अनि दाइ यो रोल्पाको कुन कुन ठाउँमा हजुरले यो सारङ्गे बजाउँदै हिँड्नुभयो? कहिले आउनु भएको भन्नुहोस् त? हामी आएको 5 दिन हो। 5 दिन भयो। सरङकोटबाट आएको प्युठानको भनेपछि हजुरको त कुन गाउँपालिका पर्यो? नरपाली। ए प्युठान गाउँपालिका। कुन गाउँपालिका भनेपछि ऐरावती गाउँपालिका प्युठानको। आहा नि अनि कति पैसा कमाउनु भयो? घरबाट 5 दिन भएछ हिँड्या होइन? 2 दिन पानीले थुन्यो। 2 दिन पानीले थुन्यो। घुम्न पाइएन। 2 दिन माग्यो। अनि मकै ल्याउनु आहा के दिन्छन् गाउँघरतिर तपाईँलाई? चामल पैसा। अनि यो पैसा चामल लगाएर के गर्नुहुन्छ? घर जानलाई पाल्ने खुवाउने त। ए घरको जानलाई पाल्नुहुन्छ। अनि कतिजना छन् घर? घर त छन्। अब पहिलो हिसाब गर्ने भने त 15-16 छन्। अहिले त जम्मा 8जना मात्र छन् घर जान्छ। ए हो र? ल ठिक छ। अनि छोराछोरीलाई पढाउनुहुन्छ? पेसा नै यही हो तपाईँहरूको होइन? अनि गाउँघरतिर कति छन् गन्धर्व दाइहरू यो सारङ्गे बजाउने दाइहरू? पहिले त हाम्रो एकवटा थियो, अहिले 36 घर छन्। 36 घर हुनुहुन्छ होइन? ए ल ठिक छ ठिक छ। खुसी लाग्यो। जोस् हामी पनि उतैतिरको हो, प्युठानको हो होइन? जोस् हाम्रो गाउँको भावनाले हजुरहरूसँग यो जिल्लाको भावनाले एकछिन कुरा गर्ने मौका पाएँ। अब जिल्लाको भावनाले जिल्लातिर हिँड्नुहुन्न, हाम्रो गाउँतिर
हिँड्नुहुन्न यो रोल्पातिर किन आउनुहुन्छ तपाईँ प्युठानमा भन्दा अलि बढी खोज्छन् हिँड्छौँ प्युठानमा पनि अन्य कोही भएन हिँड्नुहुन्छ होइन हजुर अब झन् प्युठान जिल्लासँग आफ्नो जिल्ला नचिनेको ठाउँ कहाँ हो एहे ल मिठो सारङ्गीको धुन ल दाईको धुन एकछिन सुनौँ र ल एकैछिन अरू गीतको धुन है अरू गीत दाई लट्टेला फेरि पुरानो गीत आउँदो रहेछ होइन ऊ गीत आउँछ तपाईँलाई तम्घासमाथि रेसुङ्गाको ए नरो सानो तम्घासमाथि रेसुङ्गाको सँगै रुन पाइएन निर्माया न्याउलीसँगै रुन्छ मेरो मन। ल असाध्यै मिठो गीत गाउनुभयो धेरै खुसी लाग्यो अब फेरि पनि यस्तै भेट भयो भने यस्तै गीतहरू सुनाउनु होला है र यति बेला हाम्रो यो भिडियो हेरिदिनु भयो सबै हाम्रो दर्शकहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु यो भिडियो हेरेर माया गरिदिनु भयो जे होस् आजभोलि पनि गाउँघरतिर यस्ता संस्कृतिहरू अझै छन् लुकेर बसेका छन् यिनै संस्कृतिहरूलाई सबैले जोगाउनुपर्छ सम्वर्धन गर्नुपर्छ साथ दिनपर्छ भन्दै अहिलेलाई भने यो भिडियोबाट यहीँ बिदा हुन्छु नमस्ते।